ल एमाले पनि प्रधानमन्त्री राहत कोषमा चाहिँ 20 लाख सहयोग गर्ने भएको छ। यो भिडियो पनि हेरौँ है त एकैछिन। अध्यक्षज्यूको आदेश अनुसारै हाम्रो बागमती प्रदेश कमिटीले र राजधानी प्रदेश कमिटीले 10 लाख रुपियाँ प्रधानमन्त्री राहत कोषमा दिने पार्टी मार्फत दिने निर्णय गरिसकेका छ। नारायणगढको बाटोको वैकल्पिक बाटो यो भीमखेती लगायतको बाटोहरूलाई सफा गर्ने मर्मत गर्ने काम पनि तीव्र गतिमा भइरहेको छ भने रसुवा नुवाकोट लगायतका सडकहरूमा सफाई गर्ने र मर्मत गर्ने काम पनि भौतिक मन्त्रीज्यू सहित त्यहाँ जाँदै हुनुहुन्छ। अध्यक्षज्यूको आदेश अनुसार हिजोसम्म महेश बस्नेतले यति धेरै विरोध गर्थ्यो कि बालेन सरकारको, तर हेर्नुस् आज परेको बेला चाहिँ यसरी चाहिँ सहयोग गरिदिनु भएको छ। हजुरलाई धेरै धेरै धन्यवाद। ओ यसरी परेको बेला चाहिँ सपोर्ट गर्नु पर्यो कि हामीलाई मतलब छैन कुन पार्टी के पार्टी मतलब छैन के, तर व्यक्ति राम्रो हुनु पर्यो। यसरी चाहिँ सपोर्ट गर्नु पर्यो सबैजनाले चाहिँ आपद विपद परेको बेला। अनि अर्कोतिर फेरि एउटा मनुवा छन् हर्का साम्पाङ, फेरि क्युआरबाट पैसा मागिरहेको छन्। अझै पनि क्युआरमा पैसा जम्मा भइसकेको छैन हो कि के हो? अहिलेसम्म हर्केले मैले यति सहयोग गरेँ अथवा मेरो पार्टीबाट यति सहयोग गरेँ भनेर अहिलेसम्म पब्लिस गर्नु भएको छैन है। जे भए पनि ठिक छ, महेश बस्नेतले जति बालेन सरकारको चाहिँ विरोध गरे पनि अहिले आएर चाहिँ दुःख पर्दाखेरि चाहिँ सहयोग गर्नु भएको छ। धेरै धेरै धन्यवाद। यसरी नै सबैजना मेरो तेरो पार्टी नभनिकन यसरी नै सबैजना मिलेर चाहिँ देशको विकास गरेको हेर्न मन छ हामी जनताहरूलाई। यसरी नै मिलेर चाहिँ काम गर्नु होला।